हेलो, अहिले चाहिँ म मानिन्सनमा आइपुगेको छु। यहाँ मानिन्सनमा बेलुकाको समयमा देखिने दृश्यहरू कस्तो हुँदो रहेछ भनेर अवलोकन गर्दैछु, साथै तपाईँहरूलाई पनि देखाउँदैछु। यो चाहिँ यहाँबाट सुरु हुन्छ मानिन्सा। यो पोखरी हो अनि यो पोखरीको वरिपरि चाहिँ बेलुका लाइट बाल्ने रहेछ। लाइट बालेर चाहिँ अब घुम्ने ठाउँ नै हो मानिन्सा, जहाँ अब एक्सर्साइज गर्नको लागि पनि मान्छेहरू हिँडिरहेको हुन्छ। अनि बेलुकाको समयमा चाहिँ यसरी बत्ती बालिदिने रहेछ साइडमा प्रत्येक बाटोमा, वरिपरि नै छ बत्ती। यो देखिएको चाहिँ कफी सप क्याफे हो, कफी खान पाइन्छ अनि नास्ताहरू पनि पाउँछ, हल्का फुल्का पाउने रहेछ। यो हाँस रहेछ क्या, हाँस त होला नि, टोपी लगाइरहेछ। हाँस हो कि के हो? हाँसले त टोपी नलाउनु पर्ने हो, पुरा टोपी लगाएर बसिरहेछ। थाङसेनो ओनुले छै पुदा भनेर छ। आज चाहिँ तपाईँ एकदमै सुन्दर देखिनु भएको छ अरे के, दुईजना हाँसहरूभित्र बसिरहनु भएको छ। यो बेलुकाको समयमा यसरी हिँड्यो भने फ्रेस पनि भइने, एक्सर्साइज पनि हुने। पुल, जहाँ पुल छ, तर खोला हेर्ने भने चाहिँ सानो छ यार। खोला चाहिँ सानो खोलामा यति धेरै ठुलो पुल बनाइदिएको रहेछ क्या, यति राम्रो पनि सुन्दर पनि। खोला चाहिँ यत्रो छ होइन, पानी चाहिँ यत्रो छ। अनि जङ्गलमा पनि लाइट राखिदिएको छ क्या वरिपरि, किनभने मान्छेहरू त्यो जङ्गलको बाटोमा हिँडिरहँदो रहेछ, हिँडिरहनेकै छ अझै धेरै मान्छेहरू। यो चाहिँ पुल, खोला सानो, पुल चाहिँ ठुलो छ, राम्रो पनि छ। यतातिर पोखरी, म चाहिँ अब यतातिर लाग्दैछु। यहाँ गाडी वेटिङ गरेर चाहिँ माजनतिर मेरो प्रस्थान हुनेछ। यहाँ माजनमा चाहिँ भाइहरू आउँदैछ अनि आजको खानपिन चाहिँ माजनतिरै हुन्छ दाइ भनेर भन्दैछ, त्यतैतिर खानुको लागि बेलुकाको। के खाने त लु ल, मासु त घरमै पोलेर खाएको मिठो भाइ, के त खाने भन, यतै खाने कि उतै खाने कि जे गरे नि हुन्छ। ल चिकन खानु जानु लु, जाउँ।